हेलो नमस्ते नमस्कार आज चाहिँ म तपाईहरुलाई यो छोटो भिडियो मार्फत तपाईको फेसबुकमा कपिराइट लागेको म्युजिक भिडियो कसरी डिलिट गर्ने भनेर सिकाउन जाँदैछु। तपाईहरुले यहाँ हेरेर सिक्न सक्नुहुनेछ। तपाईलाई म स्टेप बाइ स्टेप देखाउन जाँदैछु। तपाईलाई यसरी नोटिफिकेसन आएको हुनेछ। नोटिफिकेसनमा तपाईले क्लिक गर्नुहोस्। क्लिक गरिसक्नु भएपछि तपाईले यहाँ देख्न सक्नुहुनेछ योर भिडियो भनेपछि यहाँ तपाईले यो योर भिडियो भनेको ठाउँमा क्लिक गर्नुहोस्। क्लिक गर्नु भएपछि तपाईको भिडियोको डिटेल्स आउनेछ। तल जानुहोस् अनि सी डिटेल्समा जानुहोस्। सी डिटेल्समा गइसकेपछि तपाईलाई यहाँ देखाएको छ सबै कुराहरु अनि तपाईको यहाँ चाहिँ रिजल्भ इस्युमा क्लिक गर्नुहोस्। रिजल्भ इस्युमा क्लिक गरिसक्नु भएपछि के गर्नुहुन्छ त तपाईलाई यही भनिराखेको छ। मैले चाहिँ सजिलोको लागि डिलिटको अप्सन रोजे। अब यो भिडियोलाई चाहिँ मैले डिलिट गर्दै छु। हेर्नुस् तपाईहरुले पनि यसरी आफ्नो कपिराइट लागेको भिडियोलाई चाहिँ डिलिट गर्न सक्नुहुनेछ। अब तपाईलाई ढुक्क भयो। यति भए अरु भिडियोहरुमा तपाईको कपिराइट आउने छैन। हस्त नमस्ते।